हामी अनार मकै खाँदै एकछिन गफ गर्न पर्यो मम्मीसँग। मम्मी कतिवटा नाति भए कतिवटा नातिनी भए? 3टा नाति भए, 2टा नातिनी भए। नाम भन्नु त सबैको लस्करै। आरब, परिना, ईशा, आद्यान, प्रिमल। मेरै छोराको नाम बिगार्नु भयो। फेरि भन्नु ल। प्रिमेल भन्ना रे। त्यति अप्ठ्यारो नाम त छैन त। प्रिमेल भएन। के त भन्नु त? यस्तो पनि हुन्छ आफ्नै नातिको नाम पनि थाहा नहुने। नाम राख्छ त कस्तो कस्तो। प्रेमिल। ए प्रेमिल हो, प्रेमिल भण्डारी। सबभन्दा माया कसको लाग्छ भन्नु त? बराबर लाग्छ। तपाईँहरूले पनि आफ्नो छोराछोरीको नाम कस्तो राख्नु भएको छ? बा आमालाई उच्चारण गर्ने गाह्रो हुने राख्नु भएको छ कि कस्तो छ? कमेन्ट गर्नुहोस् है।